हेलो गाइज, म चाहिँ तपाईँहरूलाई आँपको अचारको रेसिपी दिन बिहान 7 बजे उठिसकेँ। उठेर हेर्दा चाहिँ मम्मीले आँप काटिसक्नु भएको रहेछ। अनि मैले आँप खाएँ। आँप खाएपछि मम्मीले आँपमा बेसार हाल्नुभयो। बेसार हालेपछि चाहिँ त्यो आँपलाई मजाले मोल्नुपर्छ, बेसार सबैतिर लाग्ने गरी। त्यो पछि पाली आउँछ नुनको। नुन पनि हालेर चाहिँ फेरि त्यो आँपलाई मजाले मोल्नुपर्छ, सबैतिर नुन लाग्ने गरी। नुन र बेसारमा मोलेपछि चाहिँ त्यसलाई 1 घन्टाको लागि छोपिदिनुपर्छ। अनि म चाहिँ मम्मीलाई जिस्काउन थालेँ। 1 घन्टा पछि चाहिँ अब यसरी पानी निस्किन्छ। अनि त्यो चानालाई चाहिँ थालमा पातलो गरेर राख्नुपर्छ। यसरी नै राख्नुपर्छ नि, फेरि अचार मिठो हुँदैन। त्यो पछि चाहिँ यो चानालाई घाममा लगेर सुकाउनुपर्छ। घाम मजाले लागेको हुनुपर्छ नि। 2-3 घन्टा तातो घाममा सुकाएपछि चाहिँ चानालाई सफा भाँडामा उठाउनुपर्छ। यहाँ चाहिँ म मम्मीलाई बफाल्दै थिएँ क्या, मैले बनाएँ भने यो अचार कम्ती हुन्छ भन्दै। लास्टमा चाहिँ सबै अचार मैले बनाउनु पर्यो। अब मसलाको लागि चाहिँ तोरी, खोर्सानी, जिरा, धनियाँ, मेथी अनि कालो जिरा मैले भुटेर अनि पिसेँ। मसला पिसिसकेपछि चाहिँ अघि भएको आँपको चानामा सबै मसला हाल्नुपर्छ। मसला चाहिँ आँपको क्वान्टिटी अनुसार हुन्छ। यो पानजिरा चाहिँ मलाई एकदमै मनपर्ने भएर मैले पानजिरा पनि हालेँ। त्यो पछि चाहिँ तोरीको तेललाई तताएर हाल्ने। अब चाहिँ सबै अचारलाई मजाले मोल्ने। मसलाहरू चाहिँ सबैतिर लाग्नुपर्छ नि फेरि। अघि त्यो सुरुमा हालेको नुनले मात्र नपुगेर मैले चाहिँ नुन फेरि थप्दैछु। अब चाहिँ हाम्रो अमिलो पिरो अचार रेडी भइसक्यो। अब यसलाई चाहिँ बट्टामा हालेर फेरि माथिबाट तेल हालेर अनि घाममा सुकाउनुपर्छ। तपाईँहरू पनि बनाएर खानु होला।